आदरणीय दर्शकवृन्द, आजदेखि हामीले हाम्रो कार्यक्रममा समाचार सेवालाई पनि समावेश गराएका छौं र अब प्रस्तुत छ समाचार। मिडियालाई पावरले धेरै इन्फ्लुएन्स गर्छ। पावर भनेपछि पोलिटिक्स तथा क्यापिटल, राजनीति तथा पुँजी भन्ने बुझ्नुपर्छ। फ्रिडम अफ प्रेस वा प्रेसको स्वतन्त्रता ठुलो ठगी हो। राजनीति तथा पुँजी यो भनेको भिडलाई नियन्त्रण गर्ने वा हर्ड कन्ट्रोल गर्ने सिस्टम हुन् र यिनीहरूमा फेयर प्ले भनेको थियोरिटिकली राम्रो सुनिन्छ, तर प्र्याक्टिसमा यिनीहरूको पर्पस भनेको कन्ट्रोल नै हुन्छ र त्यो कन्ट्रोल बनाइराख्नको लागि यिनीहरूले जे पनि गर्न सक्छन्, एनीथिङ। मिडियालाई प्रयोग गरेर फल्स न्यारेटिभ्स जन्माउने एउटा उदाहरण हो। मिडिया म्यानिपुलेटिभ हुन्छ। यो किन हुन्छ? किनभने यो फ्री हुँदैन। यसको बायसनेस पावरले नै गर्दा डिरेक्टेड हुन्छ। तर समस्या भनेको हामीहरू म्यानिपुलेटेड हुनका लागि स्वयं रेडी हुन्छौँ। मिडियाले बनाएका न्यारेटिभहरूलाई क्वेश्चन नै नगरी हामी मानिदिन्छौँ। सो you need to watch yourself being manipulated by you accepting what the media says or do. These systems are manufactured in such a way to install control over you. तपाईको दिमाग कन्ट्रोल गर्नको लागि, तपाईलाई म्यानिपुलेट गर्नको लागि, तपाईलाई उनीहरूले चाहेको सही, उनीहरूले चाहेको तथ्य तपाईहरुको दिमागमा इन्स्टल गर्नको लागि यो सिस्टमहरु म्यानुफ्याक्चर्ड भएका हुन्छन्। उनीहरूको चाहना अनुसार तपाईको सोचलाई सेप गर्ने काम नै मिडियाको हो। यो फ्री प्रेस भन्ने जुन इल्युजन छ यो एक्जिस्ट गर्दैन। यो एक्जिस्ट गर्दैन किनभने पावर स्ट्रक्चर्स, राजनीति, अर्थतन्त्र, they require us the people to believe that we are making independent choices, जबकि रियालिटीमा our perceptions are being shaped by controlled वा manufactured वा बनाइएका स्टोरी लाइन्सहरु। पोलिटिक्स, इकोनोमिक्स वा सोशल डिस्कोर्स जेसुकै होस्, मिडियाको काम भनेको वर्तमानमा रहेको डोमिनेन्ट आइडियोलोजी अनुसार तपाईलाई कन्फर्म गर्ने गरी सेप गर्नु हो र यो सबै प्रोसेसमा आफू चाहिँ एकदमै न्यूट्रल छु है भन्ने प्रिटेन्ड गर्नु हो। यसमा सबैभन्दा वर्स्ट पार्ट के होला त? हामीहरू हाम्रो आफ्नै म्यानिपुलेसनमा विलिङली पार्टिसिपेट गरिदिन्छौँ। मिडियाले आफ्ना न्यारेटिभहरु बनाउँदा हाम्रो सोचाइलाई एउटा बाउन्डरी पनि बनाइदिन्छ र यही बाउन्डरी भित्र बसेर हामी रियाक्ट गर्छौं, हामी डिबेट गर्छौं, हामी सोच्छौं कि हामी क्वेश्चन गरिरहेका छौं। तर पावर भएकाहरूले मिडिया प्रयोग गरेर जुन तरिकाले हाम्रो सोचाइ कन्ट्रोल गर्छन्, हामीहरू उनीहरूले डिजाइन गरिदिएको फ्रेमवर्क भित्रै लिमिटेड भएर आवाज उठाउन थाल्छौं। त्यो हाम्रो लिमिटेसन बन्छ। त्यसभन्दा माथि उठेर सत्यता हेर्ने हाम्रो चेतना नै हुँदैन। हामी उनीहरूलाई रेजिस्ट गरिरहेका छौं भन्ने सोच्छौं, तर हामी उनीहरूकै डिजाइन भित्र बसेर यो सबै गरिरहेका हुन्छौं। रेजिस्ट पनि त्यही डिजाइन भित्रै बसेर हामी गरिरहेका हुन्छौं र हामीलाई यसको अत्तो पत्तो समेत हुँदैन। The only real way to see through this is to question everything. तपाईले आफूलाई
जुन विचारधारा तपाईलाई कम्फर्टेबल लागिराखेको छ त्यो विचारधारालाई पहिलो क्वेशन गर्नुस्। पहिलो क्वेशन त्यो विचारधारालाई गर्नुस्। You need to question the narratives that feel most comfortable or those narratives that align with personal biases. तपाईले अहिलेसम्म यो उमेरसम्म जे बायस आफ्नो दिमागमा पाल्नु भयो, समाजले जे बायस तपाईको दिमागमा राख्दियो, त्यो बायससँग नजिक जुन न्यारेटिभ छ त्यो न्यारेटिभलाई क्वेशन गर्नुस्। तपाईलाई राजा आउनुपर्छ जस्तो लाग्छ भने तपाईको मोनार्कीको बायसलाई क्वेशन गर्नुस्। तपाईलाई गणतन्त्र ठिक छ जस्तो लाग्छ भने तपाई रिपब्लिकन थटको बायसलाई क्वेशन गर्नुस्। त्यसैगरी मानिसहरू भ्रम के हो भन्ने पनि बुझ्दैनन्। हाम्रो धर्ममा डिट्याचमेन्ट इज द ओन्ली पाथ टु फ्रीडम भन्ने विचार छ। फ्रीडम अफ प्रेस एक्जिस्ट गर्दैन किनभने प्रेस हर समय पावरमै अट्याच्ड भएर बस्छ। फेरि पनि भने अट्याचमेन्ट डज नट मेक यु फ्री। देयर इज नो फ्रीडम इन अट्याचमेन्ट। यस, फ्रीडम इन एनी रियल सेन्स क्यान नट एक्जिस्ट वेयर देयर इज अट्याचमेन्ट, whether to power, influence, or even ideology. प्रेस यसको प्रकृति नै केही आइडियालाई सर्भ गर्नु हो, जेसुकै होस् त्यो आइडिया। पोलिटिकल एजेन्डा होस्, कर्पोरेट इन्ट्रेस्ट होस् वा सोसाइटल एक्सपेक्टेसन्स, जेसुकै होस्, प्रेस फ्री हुनै सक्दैन किनभने यसको डिजाइन नै त्यही पावर सिस्टमले गरेको हुन्छ। त्यही पावर सिस्टम जसको बारेमा यसले न्यूज बनाउँछ, जसको बारेमा यसले आफ्नो विचारधारा राख्छ, त्यही सिस्टमले यसलाई बनाएको हुन्छ। But the deeper irony is that most people do not even realize that we are seeking freedom within a system that is designed to keep us controlled. The only true freedom is detachment, not just from media, but from the very need to seek validation or truth from external sources. त्यसैले तपाई भ्यालिडेसन नखोज्नुस्, रिसर्च गर्नुस्, एकदम अनबायस्ड रिसर्च। तपाईले कसैलाई साथ दिनुपर्छ भन्ने तपाईको कम्पल्सन होइन। कुनै राजनैतिक विचारधारा तपाईले बोक्नुपर्छ भन्ने कुनै पनि तपाईको रेस्पोन्सिबिलिटी छैन। तपाई सुरुमा आफू अकाउन्टेबल हुनुस्, अनि त्यसपछि भिडको अकाउन्टेबिलिटीलाई क्वेशन गर्नुस्, अनि डिमान्ड गर्नुस्। यो भिडलाई म्यानिपुलेट गर्ने मिडिया, पोलिटिक्स, सोसाइटी, यसको सत्य अनुहार तपाईले त्यसपछि देख्न थाल्नुहुन्छ। द्याट इज द एसेन्स अफ ट्रू अवेरनेस। Before pointing fingers at the herd, at the systems, at the manipulations, आफू भित्र झाँकेर हेर्नुस्। तपाई साँच्चीकै बायसबाट, उनीहरूको विचारबाट माथि उठ्न सक्नु भएको छ? उनीहरूको कन्भिनियन्स, उनीहरूको इमोसन वा उनीहरूले बनाएका कथाले तपाईलाई झुकाएको छ कि छैन? यदि छ भने तपाईले जसलाई क्रिटिसाइज गर्दै हुनुहुन्छ, तपाई र त्यो व्यक्तिबीच के फरक छ? वा तपाई र त्यो संस्थाबीच के फरक छ? People wanting monarchy and those who are against it are all the same manipulator and manipulated herd. मोनार्की, डेमोक्रेसी, कम्युनिजम वा अर्को जुनसुकै सिस्टम भन्नुस्, एउटै साइकल फलो हुन्छ। स्वतन्त्र छु है भन्ने भ्रमको साथ म्यानिपुलेटेड भएको हामीलाई अत्तो पत्तै हुँदैन। राजावादीहरूलाई राजा आउँदा अर्डर रिस्टोर हुन्छ जस्तो लाग्छ, गणतन्त्रवादीहरूलाई प्रादेशिक संरचनामा स्वाद छ, आन्दोलनकारीहरूलाई आन्दोलनले स्वतन्त्रता ल्याउँछ भन्ने छ। बट अल अफ देम आर प्लेइङ द सेम गेम। कुर्सी फरक होला तर प्रयोजन एउटै हो। पावर रिमेन्स पावर, whether it sits on a throne or a parliamentary bench or behind corporate boardroom doors.
It functions the same way, controlling, influencing, and shaping you. यो जुन भिडमा तपाईँ बाँचिरहनु भएको छ, यो भिडलाई लिडर यो आउला र हामी बचाउँला भन्ने छ। जबकि लिडर हो म भन्दै नियन्त्रण चाहनेहरूले खाँचो परेर आएका हुन्छन्। उनीहरूलाई खाँचो परेको छ लिडरसिपमा आउनलाई। र तपाईँ डेस्परेट हुनुहुन्छ, एन्ड यु डु नट क्वेश्चन, यु हेभ नो कल्चर अफ क्वेश्चनिङ, एन्ड यु एक्सेप्ट। Because the limitations of your questioning, the ability of your questioning is within the boundary of the system. स्वतन्त्रता तब आउँछ जब तपाईं कुनै राजनीतिक व्यवस्थाको लागि नभएर पारदर्शिता र जिम्मेवारी बोधको लागि लड्न थाल्नुहुन्छ। सिस्टमको चाहनाबाट माथि उठ्नुहोस्, जो आए नि हुन्छ, जे भए नि हुन्छ, पारदर्शिता र जिम्मेवारी बोध हुनु पर्यो। यो नहुँदासम्म जुन जोगी आए पनि कान चिरेकै आउनेवाला छ।